नमस्कार। आज हामी नेपाली परम्परागत र स्वास्थ्यका लागि निकै लाभदायक परिकार फाफरको ढिँडो बनाउने तरिका सिक्नेछौँ। हेर्नु होला। सबैभन्दा पहिला आवश्यक सामग्री तयार गरौँ। करिब 2 देखि 3 कप पानी, थोरै नुन, घिउ अनि फापरको पिठो। पानी उम्लिएपछि अब बिस्तारै फापरको पिठो हाल्दै जानुहोस् र बिस्तारै चलाउनुहोस्। यसरी चलाउँदा ढिँडो राम्रोसँग मिसिन्छ र गुठली पनि पर्दैन र केही समयपछि मिश्रण बिस्तारै बाक्लो हुँदै जान्छ। अब मध्यम आगोमा केही मिनटसम्म पकाउँदै चलाइरहनुहोस् ताकि ढिँडो राम्रोसँग पाकोस् र त्यसपछि आवश्यकता अनुसार केही समय यसरी छोपेर राख्नुहोस्। अब स्वादिलो र स्वास्थ्यकर फापरको ढिँडो तयार भयो। अनि ढिँडोलाई प्लेटमा राखेर लोकल कुखुराको मासुको झोलसँग झ्याम्म लाएर खानुपर्छ। साथमा अचार तथा चटनी बनाएर पनि खाँदा झनै मजा आउँछ। गाउँघरको स्वाद भनेकै यही हो। फापरको ढिँडो र लोकल कुखुराको झोल एकचोटि खाएपछि बिर्सनै सक्दैन। हेर्नुहोस् त, तातो तातो ढिँडो सानो सानो टुक्रा टिपेर झोलमा डुबाएर खाउँ। वाह, कस्तो मिठो हुन्छ। यस्तो परम्परागत नेपाली खाना स्वादिलो मात्र होइन, स्वास्थ्यको लागि पनि दामी अथवा राम्रो हुन्छ। ढिँडो एकदमै मिठो भएको हुनाले दाइले फेरि मेरो भागको पनि सोरेर खानुभयो। हेर्नुहोस् है त साथीहरू। यसमा तपाईँहरू के भन्न चाहनुहुन्छ कमेन्ट पनि गरौँ। ढिँडोले मात्र नपुगेर फेरि 2 भाइले झ्याम्मै 1 थाल भात पनि मजाले बजायो। हेर्नुहोस् है त। यदि तपाईँहरूलाई पनि यस्तो परम्परागत नेपाली खाना मन पर्छ भने कृपया भिडियोलाई लाइक कमेन्ट गर्नुहोस् र च्यानललाई पनि सब्स्क्राइब गरिदिनुहोस्। दामी दामी।